हाई एभ्रिवान, यो चाहिँ म चाहिँ हस्पिटल गएको थिएँ किनभने मेरो छोरीको टेस्ट गर्नु थियो। यो चाहिँ स्कुलमा चाहिँ टेस्ट पुरा बडी टेस्ट गर्नु दिन्छ नि त, त्यही भएर अनि म चाहिँ हस्पिटल गएको थिएँ। मेरो पडोसीहरू पनि गएको थियो, पडोसी भाबी र एउटा बहिनी पनि गएको थियो मसँग। अनि यो चाहिँ ऊ चाहिँ जेन्डिस देखाएर आएको थियो नि त, यता चाहिँ हस्पिटल चाहिँ उता छ नि त, अनि ऊ चाहिँ जेन्डिस देखाउनु गएको थियो। अनि त्यही भएर हामी जेन्डिस देखाएर हस्पिटलतिर जाँदैछु। हेर्नु, यो चाहिँ समी केम हो। यो चाहिँ हामी हस्पिटल, हामी छेउको हस्पिटल यति लम्बा छ, यो चाहिँ यति ठुलो छ। हामी चाहिँ जाँदैछु। हामी चाहिँ अलिक जल्दी पुगेछ नि त, त्यही भएर अनि अलिक जल्दी पुगेछ, जल्दी पुगेर अनि त्यही भएर चाहिँ अनि हामी चाहिँ बाहिर बस्छु। 10:30 बजी खुल्ने रहेछ नि त, हामी चाहिँ 9 बजी गएको थियौँ। 9 बजी गएर पनि यो भाबीलाई देखाएर पनि 10 बजेको थियो, 10 बज्नु आँटेको थियो। अनि 10:30 बजी डक्टर आउँछ। मैले चाहिँ टिकट काटेर रेडी भएँ। अनि हामी चाहिँ यहाँ चाहिँ पछाडि पुरा घाम हान्दै थियो नि त, मजा तातो तातो हुँदै थियो। अनि हामी चाहिँ यहाँ बसेको, अनि पछाडि चाहिँ काम चल्दै थियो। अनि मेरो छोरीलाई हेर्दा भनेर देखाइदिएको नि त। अनि त्यहाँबाट म पनि बसिरहेको छु। यति ठुलो छ हस्पिटल, चाहिँ यति लम्बा छ, माथि निचे तल माथि तल पनि यति लम्बा छ नि त। अनि हामी चाहिँ बिमार भयो भने यही हस्पिटल मान्छ। हामीको घरदेखि ज्यादा दूर छैन, 15 मिनट जस्तो लाग्छ, 15 मिनट जस्तो लाग्छ। अनि यो चाहिँ पछाडि काम चल्दै थियो, मैले देखाएको। यो भाबीलाई दाँतका पनि देखाएको यतो भनेर उसले देखाउँदै थियो नि त, दाँतको पनि हेर्छ भनेर उसले भन्दै थियो नि त। अनि दाँतको सबै हुन्छ कि यहाँ टेस्ट। अनि सिर्फ मेरो चाहिँ पुरा बडी टेस्ट गर्नु दिएको थियो नि त नि, बडी चेक गर्नु भनेर दिएको थियो। अनि त्यो चाहिँ भएन, मेरो 3टा बाँकी रह्यो। अनि 3टा चाहिँ मलाई तेजुमा गर्नुपर्छ, तेजुमा जानुपर्छ। अनि त्यो चाहिँ गर्नु लागि अब तेजुमा पनि अब अर्को महिनातिर जानुपर्छ होला, थाहा छैन। म जान्छु मेरो बुढा जान्छ, थाहा छैन को जान्छ मेरो बच्चालाई लिएर। पहिला पनि फर्स्ट एडमिसन हुँदा पनि टेस्ट गरेको थियो। यो चाहिँ हामीको साह्रो पहिलाको, यो चाहिँ अहिले छैन, यस्तो नेममा छैन अहिले चाहिँ। अनि यो सारको फोटो राखेको चाहिँ ठुलो टाँगेर, अनि मैले चाहिँ भिडियो बनाइदिएको थिएँ अलिकति हल्का। यो चाहिँ के रहेछ भनेको त थाहा छैन, के हो रहेछ थाहा छैन, के हो रहेछ भनेर मैले यत्तिकै उयो गर्दैछु। अनि यो भाबीले चाहिँ जिस्काउँदै मेरो भिडियो बनाऊ भन्दै थियो पछाडि पछि हिँडेको नि त। यहाँ चाहिँ सबै टेस्ट नि त, यो चाहिँ सबै टेस्ट हुन्छ यहाँ चाहिँ, सिर्फ 3टा मात्रै, त्यो पनि हुने थियो होला त्यो पनि। अनि त्यो चाहिँ गर्नेवाला सार चाहिँ छैन अरे, अनि ठुलोवाला सार चाहिँ छैन भनेर भन्यो। अनि त्यही भएर तेजु जानुपर्छ। यो बहिनी पनि आएको थियो, हामीको पडोसी बहिनी, उसको पनि टेस्ट गर्नु थियो। उसलाई पनि अलिक त्यो ठिक छैन भनेर भन्दै थियो नि, त्यही भएर हामी साथमा आएको। यो भाबीले जेन्डिस सिर्फ देखाउन आएको थियो, उसले चाहिँ हामीले झार्नेवालामा देखाएर आएको थियो। अनि हामीसँग चाहिँ यति देरीसम्म बसिदियो त्यहाँनिर, हामी चाहिँ देरी भयो नि त, मान्छे पनि बहुत भिड हुन्छ नि त। अनि त्यही भएर चाहिँ नि हामी लेट भयो। सबसे फर्स्ट त हामी पुगेको थियो, लेकिन लेट भयो, यता चेक गर्दा उता चेक गर्दा लेट भयो। अनि त्यही भएर हामी देरी भयो। यो चाहिँ हेर्नु, सिँढी यति लामो छ, सिँढी पनि सिँढी यति लम्बा छ, कस्तो लम्बा नि, 2 जग्गा छ हिँड्ने, एउटा चाहिँ सिँढीवाला छ, एउटा चाहिँ प्लेनवाला छ। अनि यति बहिनी र मेरो छोरी चाहिँ अगाडि कुद्दै जाँदैछ, भाबी चाहिँ आस्तै हिँड्दैछ नि त पछाडि। अनि म चाहिँ भिडियो बनाउँदैछु भनेर अगाडि गएको। यो चाहिँ माथि तल हो, हामी चाहिँ माथि तलमा उठेछौँ। यो पनि यति ठुलो छ नि त, ठुलो छ। हामी चाहिँ नर्सहरूको त्यहाँ जाँदैछौँ। अनि भित्र चाहिँ भिडियो बनाएन।